आधुनिक मानिसहरू गुनासो गर्दछन्, धन पुगेन, मान पुगेन, सम्बन्ध पुगेन। तर धेरै पटक पीडाको जरो हाम्रो जीवनशैलीमा रहेको प्रकृतिबाट टुटेको सम्बन्ध रहेछ। किनकि घामबाट वञ्चित शरीरमा मनको उज्यालो पनि बिस्तारै निम्दै जाने हुन्छ। सूर्यको किरणमा चिकित्सा कुनै पुरानो कथा मात्र होइन, यो आजको समयलाई झकझक्याउने ऐना हो भन्ने कुरा नबिर्सौँ। जब बिहानैको केही क्षण घाममा बस्ने सरल अनुशासन हराउँछ, सेरोटिन थाक्छ, निन्द्राको ढोका बन्द हुन्छ, प्रतिरोधात्मक क्षमता गल्छ र मानिस कारण खोज्दै दिनभरि असन्तुष्टिको सूची पढिरहन्छ। हामीले सभ्यताको नाममा घर त बनायौँ, तर के भयो? घरभित्र उज्यालो छिर्ने बाटो बन्द गरेका हुन्छौँ। हामीले सुविधा त किन्यौँ, तर शान्ति चाहिँ महँगो बनाएर राखेका हुन्छौँ। शिक्षा यही हो। स्वास्थ्य कुनै जादु होइन, लय रहेछ। बिहानको घाम, केही चाल, हिँडाइ, व्यायाम, कम बहाना र बढी अनुशासन मनको रोगलाई केवल भाषणले होइन, शरीरको जैविक सत्यलाई सम्मान गरेर निको पारिन्छ। र जो आफूभित्र उज्यालो जमाउन सक्छ र ऊ अरूलाई पनि अँध्यारो सर्न दिँदैन। आखिर प्रकृतिले निशुल्क दिएको औषधि व्यवस्था गरेर दुःख किन्ने बानी त्याग्नु पर्दछ। किनकि घामसँग मेल मिल्यो भने मात्र जीवनसँग मेल मिल्दछ।